बझाङको मस्टा गाउँपालिकामा रहेको ऐतिहासिक ढडार मस्टा माडुको पुनर्निर्माणका लागि महाअभियान सुरु गरिएको छ। मस्टो देवतालाई सुदूरपश्चिम क्षेत्रका सबै देवी देवताहरूका राजा मानिन्छन्। यो मस्टा माडुको संरक्षण र मस्टो सभ्यताको प्रबन्धनका लागि मस्टा गाउँपालिकाको अगुवाईमा पुनर्निर्माण महाअभियान सुरु गरिएको हो। मस्टा गाउँपालिकाले आयोजित पत्रकार सम्मेलनमा अभियानबारे जानकारी दिँदै हालसम्म 41,85,685 रुपियाँ भइसकेको जानकारी गराएको छ। 10,000 देखि 5 लाखसम्म भेटी स्वरूप चन्दा दिने दाताहरूको उत्साहजनक सहभागिता रहेको छ। मस्टा माडु मस्टो सभ्यताको मूल केन्द्र मानिन्छ। प्राचीन समयमा मस्टो देवतालाई वार्षिक रूपमा भेटी चढाइने चलन रहेको थियो। अहिले पनि यो मस्टा माडु जीर्ण अवस्थामा रहेको छ। स्थानीय मान्यता अनुसार मस्टो इन्द्रका पुत्र मानिन्छन्। मस्टो सभ्यता नेपालका साथै भारतको उत्तराखण्ड, हिमाञ्चल, सिक्किम, दार्जिलिङ र विश्वभर छरिएर रहेका मस्टो पूजकहरूको आस्थाको केन्द्र रहेको हो। मस्टा माडुको पुनर्निर्माण गरी यसलाई सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्न मस्टा गाउँपालिकाले पहल थालेको छ। पुनर्निर्माणका लागि रु 9,68,23,493 रुपियाँको अनुमानित बजेट तय गरेको छ। यस अभियानमा सरकारी निजी क्षेत्रका सबै स्थानीय र प्रवासी मस्टो पूजकहरूको आर्थिक छ। पुनर्निर्माणपछि मस्टो सभ्यताको प्रचार प्रसारसँगै धार्मिक पर्यटकीय प्रबन्धन गर्ने सोच मस्टा गाउँपालिकाको रहेको छ। मस्टा गाउँपालिकाले सबै स्थानीय सरकारी निकाय, निजी क्षेत्र र संस्थाहरूलाई सहभागिता जनाई मस्टो सभ्यताको संरक्षणमा योगदान पुर्याउन आग्रह गरेको छ। मस्टा माडु पुनर्निर्माण महाअभियानमा मस्टो सभ्यताको पुनर्जागरण र धार्मिक पर्यटकीय प्रबन्धनको ऐतिहासिक पहल हुनेछ। मस्टा गाउँपालिकाको यो कदमले बझाङलाई सांस्कृतिक सम्पदाको केन्द्रको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। ढडार मस्टा माडु पुनर्निर्माण महाअभियान मस्टो सभ्यताको पुनर्जागरण र धार्मिक पर्यटकहरूको प्रबन्धनमा ऐतिहासिक पहल हुनेछ। मस्टा गाउँपालिकाको यो कदमले बझाङलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको केन्द्रको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।